उमापति महादेवको जय हो। अर्को नाम छ आजको दाता हरिप्रसाद काफ्ले। कृपया आउनुहोस्। हेर्नुहोस् धर्मपत्नी दुर्गा अधिकारी काफ्ले आउनुहोस्। हजुर आफू लाग्यो के हुनुहुन्छ हेर्नु कतिजना हार्दिक भनेको हृदयबाट गर्ने प्रार्थना। हार्दिक हृदयबाट गर्ने प्रार्थना। हार्दिक आउनुहोस्। अर्को रिद्धिका। आहा ऋषिको नाम हो यो। रितम्बरा रिद्धिका भनेको बुद्धि। कस्तो बुद्धि? भगवान लाग्ने बुद्धि। भक्तवश भगवानको जय। ताली चाहिँ किन भयो? के भयो? ताली के भयो? म यहाँ छु ल छोरीसँग। हेर्नुहोस् एकछिन है। यी नाम राणाका किन थाहा छ भन्नु तपाईँलाई म? हाम्रो हरिदाको बा पण्डितजी हुनुहुन्छ नपत्याए राजदाको सुन्दरजीको आमा सोध्नु। पहिला नुहार गर्ने कोही थिएन। हरिदाको बा आएपछि बल्ल यहाँ नुहार गरेर सुरु भएको। कोही पण्डित थिएन। साँच्चै हो यहाँ कोही थिएन। दुर्गा मिसको बुवा आउन आएपछि है यो होइन। ऋतिका त जान्छ ऋतिका भनेको रिद्धि सिद्धि भन्छ भने तपाईँहरू रिद्धि सिद्धि। ऋतिका वेदमा आज प्रसङ्गले भन्नु पर्यो। धेरै मान्छेहरूले कहाँ ऋषिका नाम छैन महिलाका भन्नु होला। पढी हेर्नुहोस् 423वटा पुरुषका नाम छ। ऋषि भन्छन्। ऋषि पत्नी होइन ऋषिकाका नाम छन्। ऋषि जसलाई ऋषि भन्छन्। गार्गी मैत्री त्यस्तै ऋषिकाकै एउटा नाम हो। अब रितम्बराको नाम हो। वेदको मन्त्र पढी हेर्नुहोस्। ऋषिकाको अर्थ हुन्छ भगवानमा लागेको बुद्धि। भगवानलाई जोड्ने बुद्धि। कति राम्रो नाम यो। सायद हाम्रो हजुरको बुवाको प्रतापबाट नाम उहाँ राखेर राख्छ मलाई। एनिवे अब दुर्गा अधिकारी नामै दुर्गा छ। त्यस्तै मान्छे हुनुहुन्छ सहनशील। उहाँको बहिनी हुन्थ्यो आज आउनु भएको छैन। ए म त भान्सा हुँदैछ। यी दिदी बहिनीको प्रेम यस्तो प्रेम त कसैको मात्रै होस् क्या। साँच्चै भने मैले जानेको 15 वर्ष भयो नि त। अरूले सबै जान्नुहुन्छ। साथै धेरै दिदी बहिनीको प्रेम छ। पूजापाठमा अरू काममा समाज सेवामा दुःखमा सुखमा यस्तो सधैँ हेर्नुहोस्। हरिदा मैले भनिहालेँ हाम्रो समाजको एउटा आइडल हो। साँच्चीकै समाजलाई जोड्नुपर्छ। नेपाल बसियोस् कि अमेरिका बसियोस् कि इङ्ग्ल्यान्ड गए जहाँ गए पनि संस्कार लानुपर्छ भन्ने मान्छे हुन्छ। अब घर पूजापाठ चाहिँ राम्रो छ। भक्तिभाव प्रसादै छ। कहिल्यै पोषण बसेर मान्नुहुन्न। सिरदाईको पालामा उहिले कोही मान्छेमा हिसाब किताब गर्ने कसलाई राख्नु। अब कोही न कोही चाहियो नि मान्छे कसैको हिसाब क्लियर राख्ने। हाम्रो अमेरिकाका धेरै संस्थाहरू धेरै बदनाम केले छन्? हिसाब किताब उल्टो पाल्टो पारेका छन् हो कि होइन? अनि चाहियो पक्का मान्छे 1 रुपियाँ नखाने कतै हिसाब नपार्ने आफ्नो व्यवसाय हुँदा पनि सबै काम छोडेर कार्य समितिमा भनेपछि उहाँले म उसै सहयोग गर्छु हुँदैन नमानेपछि आफै बसेर त्यो कार्यकाल पनि यताउता गर्न नदिएर मजाले काम गर्नु भएको। सो मैले अघि भने समाज समितिमा नहुँदा पनि उत्तिकै सदैव समाजलाई यो मन्दिर बनाउनलाई होस् या सबै मान्छेहरूलाई धर्ममा जोड्नमा अघि लागेर कार्य गर्ने हरि काफ्ले दाइ। मैले भनिहालेँ हाम्रो राजधानीलाई अमेरिका न्युयोर्कको सँगै हरि काफ्लेलाई सोधिहेर्नु न। उहाँलाई राजधानीलाई राजधानी आउँदै पन्नाको कहाँ जान्छु भनेर पसिनु भएको थियो। कहाँ हुन्छ न्युयोर्क भएको राम्रो ठाउँ हो। 1 वर्ष बरु म छु नि भनेर ऊ बेला सुरुमा काम राजा पन्ना बिहाको गरे काम खोजिएर कोठा खोजेर सब गरेर राजधानी मात्रै एउटा उदाहरण भयो राजबाट नि। त्यस्ता सबैलाई जसलाई परिआउँदा पनि भनेपछि मेरै कुरा गर्नु। कोही नयाँ मान्छे आएर मलाई गुरुबा काम खोज्दै भन्छ मेरो कहाँ काम छ र मैले उहाँलाई भन्ने होला नि। दाइ भनेपछि कहाँ खोजेर ल यहाँ छ भनेर हुने बेला भयो है सकेसम्म सहयोग गरिदिने त्यस्तो मान्छे हुनुहुन्छ। उहाँले पहिला नै हाम्रो समाजलाई हामीसँग दुःखै बाट्न आएको हो। 10,858 प्रदान गर्नुभएको छ पहिला। आज फेरि सुल्तानी परमेश्वरलाई $255 थपेर 11,113 ताली खोइ प्रदान गर्नुभएको छ। सुल्तानी माता रक्षा गरौँ। धन नानीको वृद्धि होस्। वृद्धि आचार छोराछोरी भन्ने बिर्सेछु। हाम्रो यो केटो कम्ती बोल्छन् तर एकदम आज्ञाकारी जे भयो त्यो मान्ने अनि आस्तिक मान्छे हो। छोरी त्यस्तै राम्री छ। बाबुको गुणफला गर्नु पर्यो नि होइन? यो भक्तिभाव सधैँ रहोस्। भगवानको कृपा होस्। चिता कुरा पुगोस्। दिएर खान पुगोस् होइन? अब बाजेमा दाइ भएन दाइको एउटा घर पूजा गर्न पाइयोस् छिटै। हामी नै हो होइन? दाइको घर पूजा गर्न पाइयो। दुकान छन् दाइका। बस यतिकै हामी बाहिर यति आग्रह गरेँ। हामी कार्य समितिमा हामी केटाकेटी छौँ प्राय
युवा छौँ, तपाईँ नै हो एउटा परिपक्व मान्छे, तपाईँ श्रद्धा यिनीहरूले हामीले केही बिगाड्यौँ भने हेरै बाबुसो गर भनेर सधैँ हामीलाई अभिभावकको भूमिका निर्वाह गरिदिउँ होला। बस तपाईँले रुपियाँ बिरुवा हो, यसलाई फलाएको मात्रै हो। भक्तवत्सल भगवानको जय हो।